नमस्कार हजुरहरु सबैजनालाई। आज म तपाईहरुलाई देखाउँदैछु हेर्नुस् कुखुरा लोकल कुखुराको सुप बनाएर है। यो समयमा चाहिँ लोकल कुखुराको सुप खानु पर्ने समय हुन्छ। धेरै पानीहरु परिरहेको छ अनि धेरै चिसोहरु गाडिन्छ, खोकीहरु लाग्छ है। अनि हामीले चाहिँ यो लोकल कुखुराको सुप खानु एकदमै राम्रो हुन्छ। एकदम प्योर अर्ग्यानिक टाइपले म तपाईहरुलाई बनाएर देखाउँदैछु नेपाली स्टाइलमा। अघिको कुखुरालाई काटेर मासु तयार भइसक्यो। हेर्नुहोस् 1 केजी जस्तो छ यो चाहिँ। अनि यहाँ चाहिँ यसरी मैले प्याजलाई यसरी रातो बनाइराखेको छु। हेर्नुहोस् यतिको हुन्छ। अनि यसलाई चाहिँ कुकरमा मैले चाहिँ कुकरमा बनाएको छु। कराईमा बनाउँदा चाहिँ राम्रो पाक्दैन। अहिले मजाले भुटेर चाहिँ यसलाई सिटी लाउनुपर्छ, 2 सिटी जस्तो। हेर्नुहोस् बस्तीको कुखुरा पाक्दैन। हेर्नुहोस् यसलाई पुरा भुट्नुपर्छ। अहिले मसला हाल्नु हुँदैन। यसलाई मजाले भुटिसकेपछि चाहिँ मसला लाउनुपर्छ। अहिले हेर्नुहोस् लोकल कुखुरामा हाल्ने मसलाहरू: जिरा, धनिया, मेथी, चौसु, तेजपत्ता, अनि यो जाइदाना। यो मेन हो। यो जाइदाना चाहिँ यसले चाहिँ जिउ दुखेको जाति हुन्छ। अनि यो अलैँची, 2-3 वटा लवाङ, अनि यो पनि लाउँदैछु। हेर्नुहोस् यहाँ हेर्नुहोस् हाल्दैछु प्याज 3टा, टमाटर एउटा। हेर्नुहोस् टमाटर एउटा मात्रै हाल्नुपर्छ, अमिलो हुन्छ। अनि अदुवा लसुन चाहिँ यसरी पिस्नुपर्छ। यसरी पिसेर हालेको सजिलो हुन्छ। तपाईहरुले मिक्सीमा पिसेर नहाल्नु होला, किनभने तितो तितो हुन्छ। हेर्नुहोस् यतिको भइसकेको छ मासु। अनि यो तपाईले 2 सिटी लाउनु पर्ने हुन्छ। यसमा 2 सिटी लगाएर तपाईहरुले निकालेर यसलाई हेर्नुहोस् है। 2 सिटी लगाएर निकालेर हेर्नुहोस्। अनि पाकेको छ भने ठिकै छ, पाकेको छैन भने तपाईले फेरि सिटी लाउँदा हुन्छ। तपाईलाई कतिको चाहिन्छ। अनि यसमा चाहिँ तपाईले तातो पानी लगाएर उमाल्नु होला। सब्जीहरुमा हामीले पानी लाउँदा तातो लाउनु एकदमै राम्रो हुन्छ। हेर्नुहोस् अघिको जति पनि मसला थियो त्यो मसलाहरू चाहिँ पानीमा यसरी भिजाउनुपर्छ 2-3 मिनेटको लागि। पानीमा तपाईले गोलेर लाउँदा पनि हुन्छ। अनि यसमा लगाउँदा चाहिँ यो डढ्दैन है। मसला यसरी लाउँदा चाहिँ मासुमा मसला डढ्दैन। अनि मासु हेर्नुहोस् यतिको भइसकेको छ। यतिको फ्राई भएर चाहिँ अघिको मासुहरू मैले अदुवा लसुन जति पिसेको थिएँ है लगाएर चाहिँ मासु यतिको हुनपर्छ फ्राई भएर। मैले यो 15 to 20 मिनट्स तपाईले मजाले भुट्नुपर्छ सानो लो फ्लेममा बनाएर। हेर्नुहोस् मासु यतिको भइसकेको छ। अब लाउनुपर्छ मसला। त्यसको बादमा तपाईले पानी लगाएर 2 सिटी लाउनुहोस्। अनि खोलेर हेर्नुहोस् पाक्यो कि पाकेन। पाक्यो भने ठिकै छ, पाकेन भने फेरि तपाईले सिटी लाउनु सक्नुहुन्छ। तपाईलाई कस्तो चाहिन्छ। हेर्नुहोस् यो मसलाहरू पिसेर यो मसलाहरू जति पनि थियो अघिको यो सबै भुटेर हल्का भुटेर पिटिटी पर्केपछि निकाल्नुपर्छ। अनि पिस्नुहोस् यसरी रफ पिस्नुपर्छ। फाइन पेस्ट गर्नु हुँदैन यसलाई। हेर्नुहोस् एकदमै मसिनो पिस्नु हुँदैन। अनि यो जाइफल अघिको जुन चाहिँ जाइदाना थियो त्यो चाहिँ आधी हाल्नुपर्छ। जति 1 केजी जति कुखुरा बनाउनु भयो भने चाहिँ त्यसलाई आधी हाल्नुपर्छ। बेसी लगाउँदा निन्द्रा बेसी लाग्छ। अब हेर्नुहोस् यतिको भइसक्यो। मैले मसला लाउनु बित्तिकै पानी हालिहाल्नु पर्ने हुन्छ, किनभने चाहिँ मसला डढ्छ फेरि है। अनि यहाँ हेर्नुहोस् यो यतिको हुन्छ। अब यसलाई सानो फ्लेम बनाएर सानो ग्यास बनाएर चाहिँ 2 सिटी म लाउँछु है। अनि तपाईहरुले त्यो बजारमा पाउने चिकन मसला अनि जति गरम मसलाहरू केही पनि नलगाउनु होला यसमा, किनभने यो एकदम यो लोकल हो। एकदम मजाले यसलाई बनाउनु पर्ने हुन्छ है। अनि यसलाई हेर्नुहोस् यस्तो यतिको भइसकिसक्यो यो है। एकदम मजाले बनेको छ। हेर्नुहोस् त्यो बाहिरबाट ल्याएको मसलाहरू एकदमै नलाउनुहोस्। अनि यसमा मैले कलर चिल्ली पनि लगाएको छुइनँ। यो ओरिजिनल देखिरहेको छ। हेर्नुहोस् ओरिजिनल यसको चाहिँ कलर ओरिजिनल कलर आइरहेको छ यहाँ। हेर्नुहोस् मासु पाकेर यतिको भइसक्यो। 2 सिटीमा मेरो यतिको भयो। हेर्नुहोस् यो यसरी पाक्छ है। यस्तो हुन्छ यहाँ पाकिसकेपछि। अनि यो चाहिँ अगाडि नै हामीले के गरेको हुन्छ भने अगाडि नै भुटेको हुन्छ। मजाले 15-20 मिनट भुट्नुपर्छ। त्यति बेला भुटेकोमै निकै पाकिसकेको हुन्छ। अनि तपाईले 20 मिनट यसलाई पकाइसकेपछि भुटिसकेपछि मसलाहरू सबै लगाएर हामीले सिटी लाउनुपर्छ। 2 सिटी लगाइसकेपछि यो यतिको भएर पाक्छ। हेर्नुहोस् अनि यसमा मैले लगाउँदैछु
भोटे धनिया, यसलाई भन्छ भोटे धनिया। हामी चाहिँ भोटे धनिया भन्छौँ, तपाईहरु चाहिँ के भन्नुहुन्छ होला। अनि यहाँ हेर्नुस् यो भएको जति धनिया छ, मैले अर्को खालको धनिया है, अनि यो भोटे धनिया लगाएर चाहिँ यसलाई मैले मिक्स गरिदिएको छु। यहाँ हेर्नुस्, अब यसलाई एकछिन उम्लिनु दिनुपर्छ मजाले, 2-3 मिनट जस्तो र मजाले उम्लिनु दिनुभयो भने यसको धनियाको पनि यसलाई मजाले यसमा धनियाको एरोमा है यसमा मजाले मासुमा सुपमा हेर्नु। सुप चाहिँ यसको चाहिँ यो बस्तीको कुखुरा चाहिँ सुप खाने हो, यसको चाहिँ मासु खाने हैन, यसको चाहिँ सुप। यस्तो दामी सुप रेडी भयो। यो चाहिँ तपाईहरुले सुत्केरीलाई दिँदा हुन्छ, जिउ दुखेको मजाले जाती हुन्छ। अनि जति पनि जिउ दुखेकोलाई, खोकी लागेकोहरूलाई, चिसो लागेकोलाई सबैलाई यो एकदमै राम्रो हुन्छ। यहाँ हेर्नुस् यस्तो दामी सुप भएको छ। सब्सक्राइब माई युट्युब च्यानल। युट्युब च्यानलमा मिन्चुरी प्रधान भनेर छ नाम, त्यसमा तपाईहरुले सब्सक्राइब गरिदिनुहोस्।